Learn new things online. Presents. Exclusively. Welcome to our channel. गफ पनि कहाँबाट कहाँ पुगिसकिसक्यो विधान भनेको मलाई कताबाट गफ गर्दा गर्दै कता कता पुराइसकिसक्यो ऋतु छ्या कसले हामी दुईजना मिलेर नि साह्रै उताउलो भयौँ हौ साह्रै उताउलो उच्छृङ्खल होइन उताउलो म पनि त्यस्तै भएको छु आज भोलि कसम भनेको थाहा छैन तिमी उता सालीको सङ्गत गरेर मैले तिम्रो सङ्गत गरेर सर्छ नि त त्यसरी सालीले अरूको सङ्गत गर्छन् रोहन कि रोशनको यो आइडी मेरो खुल्यो होला मैले हेर्छु म त्यहीबाट आउँछु लाइभमा त त्यसमा त्यस्तो छाडा बोल्नु मिल्दैन त्यो आइडी घुट्टा गइहाल्छ मेरो यो त अमेरिकाको आइडी भएर नगएको पनि के त्यही भएर नगएको गइहाल्छ जिमेल चेन्ज गर्दा केही हुँदैन जाँदैन जाँदैन के चाहिँ जस्तै यो मेरो यो आइडीमा जिमेल चेन्ज गर्यो भने बाहिरको आइडी जान्छ जाँदैन भने सोच्दा हुन्छ जाँदैन भनेको चेन्ज हुँदैन चेन्ज भए पनि नि यहाँ बाहिरको बन्दैन त्यो बन्दैन बनायो जहाँ बसेर बनाएको छ नि त्यहीको रहन्छ त्यही कन्ट्रीको ए अनि आमामा मेरो त छ नि मेरो छ नि यहाँको हड्डी हाँसिरहेको छ नि यहाँको हड्डी कहाँको हड्डी यहाँको हड्डी हाँसिरहेको छ पुरै हड्डी चाहिँ कहाँ छ त्यहाँ कोही देखाउ त देखाम यहाँ छ हड्डी त्यो त किन देखाएको न्यु पारेर कस्तो टाइजर अनि किन लाउनु पर्यो त्यही भएर नलाउनु नि ए नलगा त हल्लिन्छ नि उयो होला गफै त ए तिमीलाई थाहा छ ऋतु बाल्टीमा नि भरि पानी छ भने कहिले हल्लिँदैन आधी अलिकति छ भने मात्र हल्लिन्छ किन किन थोरै पानी मात्र छचल्किन्छ कम्ती मात्र छचल्किन्छ भन्छ नि सबैले कमेन्ट कुदाउँछन् के भन्छन् थाहा छ अनि ऋतुको त हड्डी पनि हाँसेको होला नि आमामा ऋतु त कति खुसी होला कमेन्ट कुदाएर भन्छ नि दिपकजीको कमेन्ट सुनेर पनि म यो दिपकजी नगरौँ न के गरे दिपकजीले कमेन्ट यस्तो राम्रो राम्रो गर्नुहुन्छ नि को दिपक कि होइन दिपक रसाइली भन्ने हुनुहुन्छ कि को दिपक रसाइली अहिले हो र मार्नलाई दिपकजी कस्तो गर्नुहुन्छ मैले मारेको छ नि मैले कहाँ आएको ल कसले मारे खाएर फेरि हावाको गाडी जेप्पा थिएन बोला मेरो तिम्रो छ खैनी जस्तो लाग्दो दिपकजीले त अघिदेखि हो कमेन्ट हेरेकै थिइनँ मैले त कपी पेस्ट आउँछ उनले आफ्नो बुढीको खैनी मार्छन् होला क्या त्यही भएर भनेको साह्रै रमाइलो त गर्नुपर्छ होइन ओइ शर्मिलालाई फोन गरौँ शर्मिलालाई गर न गरिदिनु होस् के भने गर्नु दिदी के छ खबर त्यस्तो सुने मलाई साह्रै दुःख लाग्यो जस्तो भए पनि तपाईँ दिदी हो कति माया पनि लाग्यो भन नै सरी ल गर न त्यही गरिदिनु नै बोल यस्तो बेलामा गरेर आफ्नो बनाइहाल्दिनु के तिमीलाई थाहा छ चालबाज उयोहरूको मान्छेहरूको यस्तै बेलामा भगवान् श्रीकृष्णले पनि यस्तै सहयोग गरेर चाहिँ अरू सबैलाई आफ्नो टिममा लिनुहुन्थ्यो के तिमीलाई त हिजो सुन्तला त्यो लिएर जाऊ पनि भनेको मैले
नि त्यो अहिले बटर होइन पानी हालेर लग न शर्मिलासँग गर्दैन गुरुजी भन्दैछन् डरले पनि खुट्टा कमाइराखेको छ गुरुजी तल त भन्दैछन् होइन डराएको होइन म डराउँदिनँ उसँग म डराउँदिनँ डराउनु कुनै त्यो ऊ होइन कि तर अब त्यस्तो भएको बेला किन फोन गरौँ भने म अप्ठ्यारो परेको बेला बिरामी भएको बेला गाह्रो साह्रो भएको बेला साथीभाइ आफ्नो दाजु दिदी बहिनीहरू आफन्तहरू चाहिने हो ऋतु अरू बेला कुनै फोन गरेर हाँस्नका लागि ठट्टा गर्नलाई सान्तवना दिनका लागि हौसला प्रदान गर्नका म के पनि ग्याङ लिएर आउँछु बरु भन्ने होइन नडराउनु राम्रोसँग म डराउँदिनँ सम्म डराउँदिनँ ऋतुलाई कलेज कन्टिन्यू गर्न लगाइदिनु भन्दै हुनुहुन्छ मेडिकल क्षेत्रमा राम्रो हुन्छ भन्दै पनि म बोलेको एउटा अब कल सम्बन्ध भएको अब उसँग मेरो सम्बन्ध के छैन मैले किन कल गर्नु कति मजाले भनिराखेको थिइन् ऋतु त बहिनी हुनु अहिले त उसको नामहरू नजोडौँ कसैले उता ठुलो कलाकार भइसकेकी थिइन् राम्रो बाटो बनाएकी थिइन् टिकटकमा पनि राम्रो चलिराखेको छ भन्दै थिइन् हो र मैले हेरेको अघि भर्खर त भिडियो हेरेको तिम्रो फोटो तल राखेको रहेछ उसको फोटो माथि बोलेको थियो ए मलाई सेयर गर्नु त अघि हेरेको कहाँ पुग्यो अनि अहिले भेटायो भने ल भरे कल गरौँ ल के भने कल गर्नु के दिदी के भयो गर हजुरलाई म त कस्तो नराम्रो छु नि होइन बरु भेट्न जान्छु एकैचोटि भेट्न जान्छु नेपाली विरुद्धलाई भने दिपकजीलाई किक आउट गर न सबैजनाले मिलेर यहाँदेखि फोन गरेर सान्तवना देऊ न हौसला रेकर्ड गर्छु मैले कल गरेर देखा तेरा बाउ सारे त्यही भने मैले कल गर्छु लाइट बालेर फोन गर्न आँटेको दिदी हतियारमा सुतेको थिएँ भनेर म थियो अब डिलिट गरेको छैन फेसबुक त ब्लक हुनुहुन्छ फेसबुकमा यसमा नम्बर छैन भन्नु नम्बर शर्मिला भयो हाना त गर्नु होइन बस्न हान्ने म बोल्छु नि म ऋतुको साथी हो भनेर बोल्छु नमस्ते गर्छु सक्छौ भने हस्पिटल आऊ सरी दिदी नमस्ते भन्छु अनि दिदी कस्तो छ हजुरलाई अहिले भन्छु अनि ठिकै छ भन्नुहुन्छ अनि ल दिदी आफ्नो केयर गर्न भन्नुहुन्छ ल कल गर्दा के भन्नुहुन्छ कति दुःख लाग्यो मलाई नराम्रो लाग्यो दिदी तपाईँलाई त्यस्तो देख्दा लाउड स्पिकर पाएर न ब्यालेन्स भन्छ यार प्रोग्राम ब्यालेन्स जिन्दगी विश्वास हाल्छु क्या म कहिले एन्सर नभए कहिलेसम्म मिडियामा गफ छोकेर हिँडिरहेको थिएँ त म गाडी किन्छु 3-4 लाखको भनेर पुरा ठोकेको थियो ब्यालेन्स हाले क्या हाल्छु अहिले भनेको दिमाग खराब म पराइसम्म नम्बर चाहिँ सिम चलाउँछु नि त त्यही भएर क्या म यसमा कहिले ब्यालेन्स हाल्दिनँ यस्तो छ लु हेर्नु त एउटा भिडियो आइरहेको थियो म गाडी किन्छु एउटा घर पनि बनाउनु पर्ने छ भनेर दिइराखेको थिइनँ अहिले फोन आउँदाखेरि मोबाइलमा ब्यालेन्स छैन घर बनाउँदैछु थाहा छैन लोन ल्याऊ अब त्यहाँबाट $20 20 रुपियाँ अरे ल लोन किन लिनु म चाहिँ ब्यालेन्सै हाल्छु म तिमीले पनि गर्छिनौ गर्न चाहिँ मोबाइलमा ब्यालेन्स नभएर चाहिँ त्यता अलिकति सरम लागेन तिमीलाई मनमा आँखा चिम्लेर यसो सम्झिने नि मोबाइलमा पनि ब्यालेन्स छैन पर्समा पनि पैसा छैन गफ त के भनेर म कहिले म ह्यान्डसेटको सिम चलाउँदिनँ क्या त्यही भएर उताबाट फोन आयो उठाउने होइन अब जस्तै काम पर्दाखेरि नम्बर सूचीमा म कल गर्छु होइन
तर न एन्सरमा ब्यालेन्स हाल्दैन क्या त्यही भएर हो नि त कहाँ हालेँ मैले ब्यालेन्स फेरि ब्यालेन्स आउनु त दिमाग भर्खर हालेँ नि 50 रुपियाँ मैले लोन ल्याउ न लोन लिँदा भइहाल्छ त लिँदै भर्खर मैले 50 रुपियाँ हालेँ अहिले है ए कहाँको त 50 रुपियाँ मैले अरूलाई हालेँ क्या हो यार कसलाई हाल्दै अरूलाई पनि हालिदिने गरेको छ मोबाइल ब्यालेन्स कसलाई हालिदिएको थियो पहिले हेर त यहाँ माथि नाम 50 रुपियाँ त मैले हालेर छ किन गाहन जाने दिमाग खराब किन ब्यालेन्स छैन भन्छ त अझै मिसकल हान न मिसकल हान्दा हुँदैन रितु किन मिसकल हान्नु हान्दिनँ 3 चोटि मिसकल हान्नु अनि गर्छ नि त उता कारण मिसकल हानेको हाने गरेर मिसकल हान्दै काट्दै गरे ल ए अस्ति निकिसा लोन पनि झिकी चाहिँ 52 रुपियाँ गराउनु दिएको छोरी साला त्यही भएर पुगन्छ ब्यालेन्स नि त 50 रुपियाँ हालेको न मैले पुगन्छ पहिला गेम कल गर्छु कहिले मलाई गेम जिताउन पहिला यार तिमी भन्दा पहिले यहाँ सबैजनाले भन्छन् 50 को पहिलेकै लोन थियो होला रितुको होइन अस्ति निकिसाले लोन तान्छ भने त्यो लोन झिकिसक्यो मलाई थाहा थिएन नि त फेरि हाल्नु पर्यो अब 50 रुपियाँ 20 रुपियाँ लोन लिन्छौँ हामी त गुरुजी उसलाई त 50 रुपियाँ पनि नहुनेर त साह्रै लागेको रहेछ भन्दैछ साँच्चै पल्टेकी रहेछ नि भन्ने आइदियो 50 भयो नि त हाल्नु 52 हुन्छ 52 बराबर हुन्छ अनि मिक्सर जान्छ भाडा बोल्ने रुपमा हामी भन्दै बल्ल आयो ब्यालेन्स लाउड स्पिकर पार न किन ब्यालेन्स 100 रुपैयाँ हाले त किन ब्यालेन्स छैन भन्छ दिमाग खराब हालेको चाहिँ भन्छ हामी देख्दिनौँ हालेको छ कि छैन नि न त तिमी ढाँट्दैनौ कि ढाँट्न चाहिँ अब हाल्न त हाले भन्छौ त्यहाँनेर चाहिँ ट्याक ट्याक गर्छौ अब हाले किन यो होइन है 50-100 रुपैयाँ हाले मैले भर्खर हेर्नु हो कि नै यो दिमाग खराब अनि दिमाग खराब स्कुलमा दुःख जिन्दगी साला 200 रुपैयाँ आइसक्यो यार दिमाग खराब कतिको एम तान्यो त्यसले गो वेल सुन भन्दिनु खास के भएको यो मेरो एनसेललाई फोन गर न एनसेललाई एक दबाउनुस् दुई दबाउनुस् भन्छ नि अनि दबाउँदै फोन गर्दै एनसेललाई एनसेलले तिमीलाई रिप्लाई गर्छ कि निकै साह्रै कतिको एम तान्यो त्यसले यार त्यसले कस्तो मन कोसँग बोल्नलाई तान्यो चल पैसा नभएको तिमीले चाहिँ कोसँग बोल्नलाई तानेको त्यसको पैसासँग बोल्न तानेको अनि पैसामा पनि लोन लिएर अनि उसले त झन् त्यत्रो के किनिदिने सबै खर्च गर्ने मान्छेले पनि हेर्नु न 100 रुपैयाँ हालिसक्यो अब ब्यालेन्स दिमाग खराब चेक गर एकचोटि सानो लोन त दिँदैन नि त यिनीहरूले त अनि महँगो लुगा लगाउँछ नि अनि हेर्नु भएन भिडियो नयाँ महँगा साडी गरी भरेका साडी लगाएर हिँड्छन् खुवाइ त्यस्तै छ मोमो खान्छन् बसमा ठुल्ठुलो खालको मिठो अनि हेर्नु त हो त अनि त्यस्तो कति हो त्यो 500 को लिन्छु लोन अनि प्याक लिएर किन्न पाउँदैन प्याक पहिले त भिडियो कल फोनमा बोल्ने प्याक लिन पाइन्थ्यो त 10 रुपियाँको कति प्याक लिन पाउँथ्यो कति मिनेट अनि रातभरि बोल्न हुन्थ्यो पहिलाको जमानामा म गएको अब त्यही बस्न गाह्रो न तिमीले त्यही बस्न रोक्नु म 20 रुपियाँ हाले कल गर्छु 20 रुपियाँ हाल्छु अब
20 रुपियाँ नि एकैचोटि 1000 हाल्यो भने चाहिँ 20 ले जाम रहन्छ के फेरि लोनै महँगो छ 50 भन्दा माथि जाँदो रहन्छ दिमाग खराब रे सोध्ने नम्बर नि 150 रुपियाँ हाल्छ के यार दिमाग खराब के भएको यार तिमीलाई 200 रुपियाँको चाहिँ अस्ति चिकन चिल्ली खुवाएछिन् नि किसाले ऋतु सुन है राति अनि 500 को चाहिँ लोना खाँदैछिन् बुझ्यौ नि कुरा 300 रुपियाँको हाटा हो तिमीलाई नितिशाले खुवाएको चिकन चिल्ली 200 को भन्दै थिइन् अस्ति कहिले अस्ति खुवाएको भनेको होइन अनि उसमा के अरे बारमा गएर स्विच अफ गरेर त्यसले 102 को लागि 102 को ऊ लोन 102 को लोन लागि छ आमा बल्ल 2 रुपियाँ लोन पाउँछ अनि 102 रुपियाँ 102 ए 2 रुपियाँ चाहिँ होला नि त चार्ज दिन्छ होला फी 100 को लोन लिँदाखेरि 2 रुपियाँ चार्ज लिने होला बाँकी त तिर्नु पर्यो नि त लोन लिएर कल गर्नुपर्ने नपर्ने अलग कुरा हो तर पेन्सनको पनि बाँकी नतिरेर हुन्छ हेलो नि त कस्तो छ हजुरलाई अहिले मैले त्यो देख्दा कस्तो नराम्रो लाग्यो क्या ए मलाई थाहा थिएन त्यो सागर दाइले फोन पराउनु भएको थियो कि तपाईँको मलाई अनि पछि मैले पछि दाइलाई फोन गरेँ के भएको भनेर अनि पछि यस्तो यस्तो भएको भनेर भन्नुभएको थियो त्यहाँबाट थाहा पाएको मैले चाहिँ त्यो आफ्नो केयर गर्नु होला राम्रोसँग आफ्नो केयर गर्नु होला अब म रुममै छु दिदी भक्तपुर म आउँछु त तपाईँलाई भेट्न है आउनु पर्ला आउँछु म ल आउँछु म आज पानी परेको छ पानी ओरेर आउँछु ल अहिले आज ल दिदी आफ्नो केयर गर्नु ल ल के खानुहुन्छ दिदी जुसहरू खानुहुन्छ एप्पल स्याउ सुन्तलाहरू के खानु मन लाग्यो म आफै लगिदिन्छु किनेर भन्नु पर्दैन आउनुहोस् दिपक अब यसो भएपछि कुरा मिल्यो नि अब मार्केटमा नयाँ हल्ला चल्छ तिमीहरू दुईजनाको अङ्गालो मार्नु मेरो ऋतु र भयो यसो कुरा नगर अम्ब दुश्मनका दुश्मन हामी दोस्तको दोस्त दिदीको माया लाग्छ क्या बिचारो लाग्छ कुरा मिल्यो हाम्रो म पनि तिमीले अलि भनेन गाइज यसो न रेकर्ड नगर ल प्लिज म भन्छु तिमीहरू चाहिँ रेकर्ड नगर ल नहाल्यो ल प्लिज नहाल्यो रेकर्ड गरेर हुन्छ नि त अनि त्यसै पनि जे पनि गर्छ नि ऋतु पनि हाल्दा के हुन्छ तिमीलाई नराम्रो बोलेको छु त अनि गाली गरेको छैन अनि हाल्नु त पर्छ त हाल न राम्रो लेखेर हाल न दिदी दिदीको मिलन पुनर्मिलन भनेर दिदी दिदी गरेर हालिदिनु अब ठिक छ त तपाईँ दुईजनाकै गर्लफ्रेन्ड हो भन्छ गर्लफ्रेन्ड बोयफ्रेन्ड हो भनेर सबैले सोध्छ नि त्यस्तो लाग्यो होइन हामी हजुरबा र हजुरआमा यति मजाले गफ गरेर ध्यान लाएर सुनेर गर्लफ्रेन्ड बोयफ्रेन्ड नभइकन त्यतिकै बस्छन् कोही पनि
निद्रा पो लागेछ कि कता जुप लागेर आँखा यस्तो जुप गरिरहेको के भयो रे जुप भइरहेको छ यस्तो जुप हुन्छ नि आँख पनि कहाँ गएको हेर न यस्तो छ अनि खै उठ्नु त तपाईँ लगाएको छु यो प्वाख कति राम्रो छ हेर त मैले ठुलो किनेर ल्याएको सानो प्वाखले भएन भनेर यस्ता प्वाख नि हाम्रो उता जङ्गलमा कस्तो पाउँथ्यो पहिला के हामी के अब जान्थ्यौँ गोठाला के बाख्रा चराउन जाँदाखेरि धेरै भेट्थ्यो या त्यस्तो प्वाखहरू अनि कपीभित्र हाल्थ्यो राख्थ्यो घरमा ल्याउँथ्यो बेच्थ्यौँ हामी बेच्न किन्न आउँथ्यो क्या पहिला किन्न आउँथ्यो ऋतुको काखीमा बटरफ्लाईको पिक्चर हाल्न लगाउनु न त्यहाँ के भन्छ काखीमा चाहिँ बटरफ्लाई भनेको चाहिँ पुतलीको अरे कि यस्तो पखेटावाला अनि त्यो पुतली चाहिँ बिचमा बनाउनु अरे काखीको बिचमा अनि प्वाख चाहिँ यता र यता बनाउनु अरे पुतलीको प्वाख हुन्छ नि यहाँ आउँछ पछाडि यहाँ त्यसमा म छाडा बोल्यो भने आइडी जान्छ नि फेरि त्यस्तै त मलाई त्यस्तै आइडी चाहिएको हो खासमा चाहिँ त्यो छाडा बोल्दाखेरि जान्छ आइडी चाहिएको अनि किन एक साली आइहेरि कोसँग गेम खेल्दै रहेछ अलिकति रिङ छ त्यो रिङमा गेम खेल्दैछु त्यो आएर टिमवर्कसँग तपाईँको भन्नु त हेरौँ त ऋतुले तिर्न सक्छ आइकन त आइज जोइन अर्को आइडीमा आइज नि त